सबैजनाको बोल्न मिल्ने छ नि हैन जसको छैन मलाई मेसेज गर्नु होला सो संगीता अनिता संगीताले प्रश्न पढ्नु होला त्यसपछि अनिताले त्यसपछि रेणु र सुनिताले र लास्टमा चाहिँ विवेचनाले पढ्नुहुन्छ एउटा क्वेसन जसले पढ्नुहुन्छ सकेसम्म सुरुमा उहाँले नै एन्सर दिन कोसिस गर्नु होला ल स्टार्ट गरौँ क्वेसन नम्बर 1 देखि ए संगीताको मिल्दैन सेकेन्ड अनिताले पढ्नु न त हस् म्याम म पढ्छु है तर मेरो दुईटै बच्चाहरू सुतेको छैन म ट्राई चाहिँ गर्छु यिनीहरू बोल्यो भने माइन्ड नगर्नु है ए हुन्छ केही फरक परेन हाम्रो पनि कहिलेकाहीँ बच्चा आउँछ ल ठिक छ केही छैन A client is in suspected shock state from the major trauma, which parameters best indicates the adequate of peripheral perfusion. Select all that apply भनेको छ अब चाहिँ हामीले यहाँ सेलेक्ट गर्दा चाहिँ 1 नम्बरमा एटिपिकल पल्स बी नम्बरमा चाहिँ क्यापिलरी रिफिल सीमा लङ साउन्ड डीमा पिपुलरी रेस्पोन्स एन्ड ईमा चाहिँ स्किन कलर एन्ड टेम्परेचर अब चाहिँ is expected to them. क्वेसन बुझ्नुभयो हजुर ट्रामामा छ है पेसेन्ट चाहिँ बेस्ट parameters best indicate the adequate of the peripheral perfusion भनेको छ हैन बेस्ट चाहिँ कुन कुन हुन्छ यो एप्लाइहरु चाहिँ कुन कुन गर्न मिल्छ भनेको छ के को लागि बेस्ट प्यारामिटर फर पेरिफेरल परफ्युजन हेर्नको लागि चाहिँ बेस्ट इन्डिकेटर को चाहिँ प्यारामिटर के हुन्छ भनेर भनेको छ पेरिफेरल परफ्युजन बुझ्नुभयो पेरिफेरल परफ्युजन भनेको हजुर पेरिफेरल भनेपछि पेरिफेरल मिन्स हाम्रो एक्सट्रिमिटिजहरु के त्यहाँ चाहिँ परफ्युजन राम्रो छ भनेर चाहिँ हेर्नको लागि चाहिँ के कुराहरु हामी हेर्छौं त एउटा चाहिँ यो ए नम्बरको एपिकल पल्स एपिकल पल्स हुन्छ त पेरिफेरल भनेको छ हैन हजुर ठिक छ भन्नु गेस गर्नु के हुन्छ एपिकल भन्नुहुन्छ यसमा चाहिँ हामीले सेलेक्ट गर्ने हो हैन चारवटा है हजुर चारवटा हैन जतिवटा आन्सर हुन्छ त्यतिवटा मोर देन 1 हुन सक्छ चारटा क्वेशन हो यसमा चाहिँ एउटा भन्दा धेरै आन्सरहरु चाहिँ राइट हुन्छ अरु कसैले भन्न चाहनुहुन्छ भन्नु अनिता तपाई पनि ट्राई गर्नु हाम्रो पेरिफेरी यसमा के छ सस्पेक्टेड शक नै छ भनेर भनेको छैन के सस्पेक्ट गर्यो कि शक छ अब त्यो शक छ कि छैन भनेर एउटा त हामीले पेरिफेरल परफ्युजन कस्तो छ भनेर पनि चेक गर्नु पर्यो नि त पेरिफेरल परफ्युजन भनेको हाम्रो एक्सट्रिमिटिज सम्म चाहिँ ब्लड सर्कुलेसन कति मजाले पुगेको छ भन्ने कुरा चाहिँ हामीले के कुराबाट हेर्न सक्छौं भन्न सोधेको के क्वेशनले पेरिफेरल भनेपछि स्किन कलर एन्ड टेम्परेचर ओके अरु पिपुलरी रेस्पोन्स अरु लङ साउन्ड भनेपछि अब यो हाम्रो माउथबाट
के सास फेरेको छ हैन सकमा भयो भने त सास त फेरि नै आज सकमा भए पनि पर्फ्युजन भन्नुभएको नि ब्लड सर्कुलेसन पुगेको छ कि छैन भनेर हेर्नलाई हो कि लङ साउन्डसँग केही रिलेसन हुन्छ यसको हुँदैन लङसँग चाहिँ हुँदैन अरू अरू पनि क्वेसन ट्राई गर्नु ओके क्यापिलरी रिफिल दिएको म्याम रिभिल गरौँ एन्सर त हजुर लो क्यापिलरी रिफिल पनि प्युपिलरी त हुँदै होइन क्यापिलरी चाहिँ किन होइन प्युपिलरी रेस्पोन्स भनेको बुझ्नुभयो नि आँखाको रेस्पोन्स आँखाको रेस्पोन्स त हामीले किन हेर्ने पेरिफेरल उमा चाहिँ होइन हेर्नुपर्छ र पेरिफेरल पर्फ्युजनको लागि आँखाको रेस्पोन्स कस्तो छ भनेर यो चाहिँ सेरिब्रल फङ्सन हेर्नको लागि हामी प्युपिलरी रेस्पोन्स हेर्छौँ पेरिफेरल टिस्यु पर्फ्युजनको लागि हेर्दैनौँ स्किन कलर र टेम्परेचर चाहिँ हामी हेर्छौँ किनभने पेरिफेरल पर्फ्युजन राम्रो छैन भने स्किन कलर पनि पेल ब्लुइस देखिन्छ टेम्परेचर पनि कोल्ड टेम्परेचर देखिन्छ capillary refill चाहिँ adequacy of blood flow to peripheral tissue is determined measuring capillary refill and assessing skin color. They are usually within normal limit during the initial and compensatory stages of shock. These are usually within normal limit during the initial and compensatory stages of shock. यहाँ भनेको छ हैन determined by measuring capillary refill and assessing color and temperature. यो दुईटै हुन्छ क्या एन्सर यसमा चाहिँ मलाई आई थिङ्क यहाँ रङ परेको छ होला किनभने एन्सरमा त हेर्नु भनेको छ नि होइन ओके अप्सन 4 मा पनि यो पनि करेक्ट भएको कारणले यहाँ पनि यो अप्सन 4 भनेर लेखेको के अरे अप्सन 5 भनेर लेखेको छैन रङ एन्सरहरुमा चाहिँ अप्सन लेखेको छ है सो यो दुईटा रङ भयो योमा पनि अप्सन लेखेको छ तर यसमा चाहिँ अप्सन लेखेको छैन सो क्यापिलरी रिफिल पनि हुन्छ पेरिफेरल पर्फ्युजन राम्रो छ कि छैन भनेर हेर्नु भनेको त हाम्रो क्यापिलरी रिफिलले पनि हेर्न पाउँछौं नि त ओके हैन विवेचना के भन्नुहुन्छ कोही बोल्दैन आज त हो कि होइन के गेस गर्नु भएको थियो तपाईले यही दुईटा थियो हजुर म्याम मैले यहाँ क्वेशन पढ्दै थिएँ डिस्कनेक्ट भयो क्या म ड्युटीमा छु सँग हेर्नै पाएँ सकको इन्डिकेटर रहेछ सकको इन्डिकेटर होइन यो पेरिफेरल पर्फ्युजनको चाहिँ इन्डिकेटर कहाँबाट हेर्छौं भनेर भनेको छ ए हजुर क्यापिलरी रिफिल र स्किन कलर यसमा चाहिँ कुनै कुनै क्वेशनहरुको एन्सर चाहिँ मिस्टेक छ सो यो पनि मलाई लाग्छ मिस्टेक नै छ क्यापिलरी रिफिल पनि हामी हेर्छौं नेक्स्ट छ कोही आउनु भयो र 3 टुङमा भएको थियो छैन नेक्स्ट कसले पढ्नुहुन्छ A healthcare provider prescribes simvastatin for a client with hyperlipidemia. The nurse instructs the client to take this medication in which manner? Option A मा चाहिँ at noon with a meal. B मा चाहिँ in the morning on an empty stomach. C मा चाहिँ in the morning with breakfast. D मा चाहिँ with the evening meal. हामीले फार्मा पढेको छैनौं तै पनि यसो गेस गर्नु के हुन सक्छ डी को हुन्छ म्याम with the evening meal. घरमा कसैलाई छ भने चाहिँ थाहा हुन्छ होला अब यसको हेरौँ र्यासनल्स हेरौँ स्ट्याटिन ड्रग्स जस्तो कि सिम्भास्ट्याटिन एटोरभास्ट्याटिन र रोजुभास्ट्याटिन यो स्ट्याटिन वाला चाहिँ सबै यो के हुन्छ त लिपिड कम गराउने कोलेस्ट्रोल लोअरिङ एजेन्ट हुन्छ है र यसले चाहिँ अथेरोस्क्लेरोसिसको चाहिँ रिस्कलाई चाहिँ डिक्रिज गर्नलाई यो युज गरेको हुन्छ cholesterol in the body is synthesized by the liver during the fasting state at night. Trials have found that greater reduction in total and LDL cholesterol when statin are taken in the evening or at bedtime as opposed to the during the day. Okay, so evening मा लियो भने चाहिँ रातभरिमा जुन लिभरले चाहिँ कोलेस्ट्रोल बनाउने काम गर्छ त्यसलाई चाहिँ डिक्रिज गरिदिन्छ त्यही भएर चाहिँ हामी इभिनिङमा लिने नेक्स्ट Hello. 2 weeks ago, a patient with
Next one. 2 weeks ago, a patient with heart failure received a new prescription for carvedilol 12.5 mg orally. By the nurse who is evaluating the patient in the cardiology clinic is of most concern. Reports of increased fatigue and activity intolerance, weight increases of 0.5 kg over a week period, sinus bradycardia at a rate of 48 beats per minute, traces of edema noted over both ankles. See, okay, ma'am. Sinus bradycardia. सबैले बुझ्नु भयो नि एनएसको ऱ्यासनल चाहिँ LOL carvedilol के गराउँछ त bradycardia गराउँछ. Research indicate that the mortality is decreased when the patient with heart failure uses beta blocking medication such as carvedilol. When beta blocker therapy is started for patient with heart failure symptoms may initially become worsened for the few weeks. So increased fatigue, activity intolerance, weight gain, edema are not indicative of the need to discontinue the medication. Okay, so अर्को कुरा चाहिँ कार्भिडिलोल भने चाहिँ हार्ट फेलियरमा चाहिँ युज गर्दाखेरि चाहिँ अझै राम्रो भएको देखाइएको छ रिसर्चेसहरूले. तर यो चाहिँ स्टार्टिङमा स्टार्ट गर्दा स्टार्टिङको 2 विकसम्म फ्यु विकसम्म चाहिँ के देखाउँछ त अलिकति फ्याटिगहरू भएको, एक्टिभिटी इन्टोलरेन्स, वेट गेनहरू, इडेमाहरू चाहिँ देखाउन सक्छ. तर यो चाहिँ इन्डिकेटर होइन कि हामीले यो मेडिकेसनलाई चाहिँ स्टप नै गर्नुपर्छ भनेर. इभेन्चुअली चाहिँ यसले फाइदा गराउने हुन्छ. सो तपाईलाई अहिलेको क्वेसनमा त यो सोध्यो होइन, तर नेक्स्ट क्वेसनमा चाहिँ तपाईलाई अब यहीसँग रिलेटेड क्वेसन आयो भने चाहिँ एक्टिभिटी इन्टोलरेन्स कम्प्लेन गरिरहेछ, वेट गेन कम्प्लेन गरिरहेछ भने के गर्नुहुन्छ भनेर सोध्यो भने चाहिँ दिज आर एक्सपेक्टेड फाइन्डिङ र यो सिचुएसनमा चाहिँ हामीले केही पनि गर्नु हुँदैन भनेर बुझ्नु पर्यो. यो पनि अर्को कुरा बुझ्नुपर्ने छ यसमा है. So nevertheless, the heart rate of 48 beats per minute indicate a need to decrease the carvedilol dose. तर ब्राडीकार्डियामा गयो 48 भनेको चाहिँ एकदमै कम हो नि त हैन. लेस देन 60 एकदम 48 टै पुगिसकेपछि त कार्बिडिलोलको डोजलाई चाहिँ हामीले डिक्रिज गर्न मिल्छ है. नेक्स्ट अहिले कसले पढ्नुभयो? सुनिताले. हजुर म्याम. रोजिना अनि त्यसपछि विवेचनाको मिल्छ भने पढ्नु होला. रोजिनाको मिल्दैन पढ्न. The nurse cares for the client with a complete third-degree heart block and hypertension. The nurse will take this appropriate action. Prepare the client for the temporary transcutaneous pacing. Obtain a prescription for any small hole infusion. Begin the chest compression. Instruct the client to perform the Valsalva maneuver. के हुन्छ? Is alignment. Prepare for the client for the temporal transcutaneous pacing. तपाईँको बोल्न नमिल्ने छ हो. राति भयो. ओके ठिक छ. ठिक छ. यो राम्रोसँग गेस गरेर गर्नुभएको छ. यो भनेको के हो त हामीले लास्ट क्लासमा पनि कुरा गरेको थियौँ नि हैन. थर्ड डिग्री हार्ट ब्लक या कम्प्लिट हार्ट ब्लक पनि जसलाई भनिन्छ यो चाहिँ एउटा मेडिकल इमर्जेन्सी हो. किनभने यसमा चाहिँ इलेक्ट्रिकल कम्युनिकेसन चाहिँ एट्रिया र भेन्ट्रिकलको चाहिँ कम्प्लिटली लस्ट हुन्छ. सो हार्ट ब्लक भनेको हो एट्रियमले भनेको कुरा चाहिँ भेन्ट्रिकल एट्रियम कन्ट्र्याक्ट हुन्छ तर भेन्ट्रिकल हुँदैन हैन. एट्रियाबाट आएको सिग्नल चाहिँ भेन्ट्रिकलसम्म पुग्दैन भने चाहिँ त्यो कन्डिसनलाई हामी हार्ट ब्लक भन्छौँ. र इसिजी
ECG मा हेर्दाखेरि चाहिँ दिस अपियर एज अ कम्प्लिट डिसोसिएसन अफ एट्रियल एक्टिभिटी फ्रम भेन्टिकुलर एक्टिभिटी. सो थर्ड डिग्री भनेको चाहिँ एट्रियम आफ्नै तालमा छ अनि भेन्टिकल चाहिँ आफ्नै तालमा भयो भने चाहिँ द्याट इज कल्ड थर्ड डिग्री, जसमा चाहिँ पी वेभ चाहिँ इन्डिपेन्डेन्ट हुन्छ, क्युआरएस कम्प्लेक्स चाहिँ इन्डिपेन्डेन्ट हुन्छ. यो दुईटाको चाहिँ कुनै पनि रिदम चाहिँ एउटा रिदममा चाहिँ हुँदैन. अ कमन फाइन्डिङ विथ दिस हार्ट ब्लक इज द्याट द हार्ट रेट इज युजली लेस देन 60 बिट्स पर मिनट. र यसमा चाहिँ के हुन्छ, हार्ट रेट चाहिँ ब्राडिकार्डियामा चाहिँ हुन्छ. त्यसले गर्दा यो तलको जुन अप्सन थियो एउटा, त्यो चाहिँ हुँदै हुँदैन होइन. हामीले बिटा ब्लकर्सहरू पनि नदिने, त्यसपछि झन् हार्ट रेट कम गर्नलाई भालसभा म्यानुभरहरू पनि नगर्ने होइन. If the escape rhythm is junctional, the heart rate is between 40 and 60 beats per minute. However, if ventricular escape rhythm occurs, the heartbeat can fall below 40 per minute, resulting in hemodynamic instability, hypotension. Complete heart or hemodynamically unstable complete heart block is highly concerning because of the significant reduction in cardiac output. हार्ट ब्लकले अब राम्रोसँग आउटपुट नै दिन पाएन किनभने राम्रोसँग यसको चाहिँ कन्ट्र्याक्सन नै हुँदैन. सो इमिडिएट म्यानेजमेन्ट इन्क्लुड प्रोभाइडिङ सप्लिमेन्टल अक्सिजन दिने, र किनभने यसमा चाहिँ पल्स अक्सिमिटरमा चाहिँ डिक्रिज्ड अक्सिजन लेभल पनि देखाएको हुन्छ. अर्को चाहिँ फार्माकोलोजिकल थेरापीमा चाहिँ हामीले एट्रोपिन दिनुपर्छ र पेसेन्टलाई चाहिँ टेम्पररी ट्रान्सक्युटेनियस पेसिङको लागि चाहिँ राख्नुपर्छ. र यसको लागि चाहिँ हामीले क्रिटिकल युनिटमा राखेर चाहिँ क्लोज मोनिटरिङ गर्नुपर्छ. द क्योर for an irreversible complete heart block would be the placement of a permanent pacemaker. र यसको लागि चाहिँ हामीले पर्मानेन्टली चाहिँ पेसमेकर नै राख्नुपर्छ. अब यो ट्रान्सक्युटेनियस पेसिङ चाहिँ टेम्पररी रूपमा राखिन्छ, जसमा चाहिँ सिम्प्टोमेटिक जुन ब्राडिकार्डिया भइरहेको छ त्यसलाई चाहिँ डिक्रिज गर्नको लागि, यानि कि हार्ट रेटलाई इन्क्रिज गर्नको लागि चाहिँ यो राखिन्छ. यो भनेको चाहिँ इलेक्ट्रिकल इम्पल्सेसहरू चाहिँ एउटा एडहेसिभ प्याडको थ्रु चाहिँ चेस्टमा पठाइन्छ र त्यसरी चाहिँ हार्टलाई चाहिँ बिट गरिराख्न पर्न त्यो एउटा रिदमलाई चाहिँ मेन्टेन राख्छ. तर पर्मानेन्टली चाहिँ राख्नु पर्यो भने चाहिँ यसमा पर्मानेन्ट पेसमेकर नै राखिन्छ है. हार्ट ब्लकको या मोस्ट अफ द टाइम सेकेन्ड डिग्री, टाइप 2 र थर्ड डिग्री हार्ट ब्लकमा चाहिँ हामी यो ट्रान्सक्युटेनियस पेसिङ चाहिँ गराउँछौँ. Next. The nurse is caring for a client following a femoral angiography who is developing this client's plan of care. The nurse plan to encourage the client to ambulate within 1 hour following this procedure. Discontinue prescribe intravenous fluid immediately after the procedure. She assess kidney function via lab testing on the day following the procedure. D. Maintain nothing by mouth NPO status for 4 hours following the procedure. ए होइन, एम्बुलेट त डिस्कनेक्ट पनि होइन. एसएस किडनी फङ्सन किडनी सी यो यसमा युज हुने. हजुर ठिक छ, किन र्यासनल भन्नु. त्यसले युज हुने त्यो कन्ट्रास्टहरूले आरएफटी ठिक छ. इन्क्रिज गराउनु. कुनै पनि प्रोसिजर जहाँ चाहिँ हामीले डाई युज गर्छौँ, एन्जियोग्राफीमा पनि डाई युज हुन्छ, कहिलेकाहीँ चाहिँ सिटी स्क्यानमा पनि कन्ट्रास्टवाला हाई कन्ट्रास्ट सिटी स्क्यानहरू गरिरहेछ भने चाहिँ त्यहाँ पनि डाई युज हुन्छ. सो त्यस्तो हरेक सिचुएसनमा चाहिँ हामीले फर्स्टमा आरएफटी हेर्नुपर्छ है. नेक्स्ट. Which of the following lipid abnormalities is a risk factor for developing of atherosclerosis and the peripheral vascular disease? भनेको छ, जसमा चाहिँ ए नम्बरमा लो concentration of triglyceride, B मा चाहिँ high level of high density lipid HDL cholesterol, C मा high level of low density lipid LDL cholesterol, D मा low level of LDL cholesterol.
lipid abnormalities in the risk factor to develop the arteriosclerosis, peripheral vascular disease. Tricyclic. अब यसमा चाहिँ इलिमिनेट गर्दै जाँदै ए नम्बरमा लो कन्सन्ट्रेसन अफ ट्राइग्लिसराइड भनेको छ यो चाहिँ हुँदैन लिपिड कोलेस्ट्रोल सी र डी को अप्सन हेर्नु त त्यतिर High- ध्यान दिनु high level of low density lipid, low level of cholesterol. Ma'am, C यो number अपोजिट छ नि त हैन अपोजिट छ दुईटा कुरा चाहिँ अपोजिट छ भनेपछि यो दुईटा मध्ये कुनै एउटा एन्सर हुन्छ सो कुन चाहिँ हुन्छ C1 भयो ठिक छ कन्फ्युज नहुनुला एसडिएल चाहिँ गुड कोलेस्ट्रोल हो यो चाहिँ हाई लेभलमा भयो भने चाहिँ दिस इज गुड है एलडिएल चाहिँ ब्याड कोलेस्ट्रोल यो चाहिँ लो लेभलमा भयो भने राम्रो तर हाई लेभलमा भयो भने चाहिँ नराम्रो नेक्स्ट which of the following symptoms should the nurse teach the client with unstable angina to report immediately to the physician? Option A मा चाहिँ change in the pattern of the chest pain, B मा pain during sexual activity, C मा चाहिँ pain during an argument, D मा चाहिँ pain during or after a physical activity. स्टेबलमा चाहिँ रेस्ट गरेपछि चाहिँ रिलिभ हुने हैन अनि यसमा चाहिँ अनस्टेबल अन्जाइना छ भने चाहिँ कुन कुरा चाहिँ रिपोर्ट गर्नु भनेर भन्नु रेस्ट गर्दा पनि रिलिभ चाहिँ नहुने यसमा चाहिँ के हुन्छ अनस्टेबल अन्जाइना छ उसलाई चाहिँ काम गर्दाखेरि पनि जे गर्दाखेरि या रेस्टमै पनि उसलाई पेन भयो भने चाहिँ अनस्टेबल अन्जाइना भयो तर त्यो अनस्टेबल अन्जाइनामा पनि कतिखेर हामी फिजिसियनलाई रिपोर्ट गर्ने त इमिडिएटली लाग्छ त एकजना आएको छ प्रश्नहरू एउटा मात्रै फोकस प्याटर्न हेर्नु एन्सर गर्नु चेन्ज इन द प्याटर्न हुन्छ कि चेन्ज इन द प्याटर्न अफ द चेस्ट पेन हुन्छ गेस गर्नु हजुर अ चेन्ज इन द प्याटर्न अफ चेस्ट पेन हुन्छ कि म्याम भन्नुभयो ए नम्बर छैन गेस गर्नु म्याम अनस्टेबल एन्जाइना भनेपछि त यो के काम रेस्टमा पनि भइरहेको छ नि त डी नम्बर हो कि डी डी तिनवटा तिनकै एक्टिभिटीसँग रिलेटेड छ सेक्सुअल एक्टिभिटी आर्ग्युमेन्ट फिजिकल एक्टिभिटी
क्लियर छैन तपाईँको भइरहेको हुन्छ र त्यो भइरहेकोमा पनि कुन बेलामा हामीले रिपोर्ट गर्ने त यदि त्यो प्याटर्नमा चेन्ज आयो फरक किसिमको पेन देखायो भने सो हेर्नु है इन्क्रिज severity of coronary artery pain. Pain occurring during stress or sexual activity will not be expected, and client may take into position to prevent this. Pain during or after activities such as lawn mowing also would not be expected. The client may be instructed to take nitroglycerin to prevent this pain or may be doing that. मैले मेरै आवाज सुने ओके र क्लाइन्ट रिपोर्ट र यदि प्याटर्न अफ पेनमा चाहिँ चेन्ज छ भने चाहिँ त्यो कुरा चाहिँ रिपोर्ट गर्ने कुन सुनिता रियल जस्तो लाग्यो हजुर स्क्रिन मेरोमा स्क्रिनै गयो हजुर मेरोमा स्क्रिनै स्क्रिन सेयरै भएको छैन अहिले मेरोमा नि भएको छैन म त मेरो मात्रै होला भनेर तिनटै आएन म त फेरि जोइन गर्न लागिरहेको थिएँ आएन भनेर मेरोमा त सेयरै देखाइरहेको त मैले क्रस गरेर फेरि गर्दैछु देखायो देखायो The nurse is teaching a client who is receiving newly prescribed enalapril. Which of the following information should be a priority for the nurse to include? This medication may cause you to develop a dry cough. If you notice swelling of your face, lips, or eyes, report this to your doctor. You may notice that the taste of foods is different. You will need to obtain periodic lab work while taking this medication. B, ma'am. If you notice swelling of your face, lips, or eyes, report this to your doctor. Why? Rational? Swelling गराउने चाहिँ यसको साइड इफेक्टमा पर्छ र यो चाहिँ एकदमै लाइफ थ्रेटनिङ साइड इफेक्ट भएको कारणले चाहिँ यो कुरा चाहिँ एकदम छुटाउनु भएन प्रायोरिटी क्वेसन हो यो सबै राइट छ यो चाहिँ अझै धेरै राइट प्रायोरिटीमा चाहिँ हामीले यो कुरालाई चाहिँ छुटाउनु भएन एन्जियोइडेमा हुन्छ है कतिका एन्जियोइडेमा भनेर भनेको हुन्छ एन्जियोइडेमा भनेकै के हो त लिपहरू फेसहरू फेरिङ्स लेरिङ्सतिर चाहिँ स्वेलिङ हुनु नेक्स्ट पढ्नु देख्यो देखेको छैन नेक्स्ट कसो हुनुहुन्छ सुनिता पछि रोजिनाको बोल्न मिल्दैन जस्तो लाग्छ मिल्छ भने बोल्नु ल नत्र भने विवेश लाग्नु पर्छ A client has just been rated 8 on 10-point visual analog scale. The tuber lead ECG reveals ST elevation in inferior leads and troponin levels are elevated. What is the highest priority for nursing management of this client at this time? Monitor the daily weights and urine output, permit the unrestricted visitation by the family and friends, provide the client education on medication and the diet, reduce pain and myocardial oxygen demand.
D. एकदम एभिडेन्ट नै छ है प्रोपोनिन लेभल इन्क्रिज हुनु र एसटी एलिभेसन हुनु भनेको चाहिँ बोथ आर इन्डिकेटर अफ एमआई हैन M. र एमआई भएको बेलामा चाहिँ हामीले पेन रिड्युस गर्ने र मायोकार्डियल अक्सिजन डिमान्ड पुरा गर्नको लागि चाहिँ हाई अक्सिजन चाहिँ दिने नेक्स्ट The nurse is assessing an Yes. older Caucasian male who has a history of peripheral vascular disease. The nurse observes that the man's left grade 2 is black. The discoloration is probably a result of A. Atrophy, B. Contraction, C. Gangrene, D. Rubor. Black the gangrene. Peripheral vascular disease. History of peripheral gangrene. C हो कि जस्तो लाग्यो जान्दिनु हो हजुर यो त केबिसी खेले जस्तै भयो ठिक छ अरु त केही पनि हाम्रो अट्रोफी भनेको चाहिँ साइज श्रिङ्क हुनु कन्ट्र्याक्सन भनेको त अब कन्ट्र्याक्ट हुनु इज कहीँबाट पनि भने कन्ट्र्याक्चर भन्न खोजेको होला कि के हो रुबर भनेको चाहिँ रेडनेस हुनु हैन ग्याङ्ग्रिन भनेको चाहिँ के भयो त नेक्रोसिस किनकि ग्याङ्ग्रिन भइरहेछ पेरिफेरल भास्कुलर डिजिज भएको कारणले चाहिँ पेरिफेरिजले चाहिँ राम्रोसँग पर्फ्युजन पाएन भने त्यहाँ चाहिँ टिस्यु डेथ हुन्छ नेक्स्ट The nurse is preparing a staff education program about beta blocker and their function in the cardiovascular system. Which of the following information should the nurse include? Select all that apply. NMR मा भनेको छ block block catecholamines from binding to the beta receptor block catecholamines from binding to the beta receptor. B number ma reduce myocardial oxygen demand. C number ma increase cardiac contractility. D number ma increase cardiac output. E number ma prevent sodium and water resorption by inhibiting adolescent strand and secretion. Aldosterone secretion. The education between the function in the cardiovascular. E. B E. okay B पनि B पनि reduce the cardiac oxygen demand. एल्डोस्टेरोन सँग यसको कुनै रिलेसन छ बिटा ब्लकर्सको BP लोअर बीपी लोअर ठीक त गर्छ तर एल्डोस्टेरोन सँग छ यसको रिलेसन आई डोन्ट नो है मैले बिर्सिरहेको छु ठिक छ यसलाई राखिराखौँ अरू कार्डियाक आउटपुट के गर्छ इन्क्रिज गर्छ contractility decrease B पनि हो म्याम अक्सिजन डिमान्ड प्रेसर डिक्रिज गर्नु छ भने चाहिँ हामीले कार्डियाक आउटपुट इन्क्रिज गर्छौं कि डिक्रिज गर्छौं र कार्डियाक कन्ट्राक्टिलिटी हामीले इन्क्रिज गर्छौं कि डिक्रिज गर्छौं एकदम कार्डियाक कन्ट्र्याक्ट भयो भने हाम्रो आउटपुट के हुन्छ इन्क्रिज कि डिक्रिज
इन्क्रिज इन्क्रिज भयो भनेपछि इन्क्रिज भयो भने इन्क्रिज्ड प्रेसर भयो भने त्यो भनेको त हाई ब्लड प्रेसर भएन झन् भन्दै जानु म लाउँदैछु लगाइदिन्छु कि के हुन्छ त्यसो होइन इन्क्रिज होइन डिक्रिज हो त्यसो बिपी डिक्रिज गर्छ भनेपछि त त्यसो भए त बी चाहिँ हो ओके अरू block category binding to beta receptor beta blocker एउटा मात्रै छ र यो दुईटा ए र बी मात्रै एन्सर हो यो चाहिँ एल्डोस्ट्रोनसँग यसको कुनै पनि रिलेसन हुँदैन बिटा ब्लकर्सको बिटा ब्लकर्स एक्ट अन ब्लड भेसल्स के र यसको अरू पनि छ र यसले चाहिँ के गर्छ त क्याटेकोलामाइन्सलाई चाहिँ ब्लक गरिदिन्छ बिटा रिसेप्टर्सहरूसँग बाइन्ड हुनबाट र मायोकार्डियल अक्सिजन डिमान्ड पनि रिड्युस गर्छ कार्डियक आउटपुटलाई चाहिँ लोअर गरेर चाहिँ यसले ब्लड प्रेसर डिक्रिज गर्ने हो दे ब्लक क्याटेकोलामाइन फ्रम द बिटा रिसेप्टर्स साइट्स फाउन्ड इन द हार्ट लङ रिजल्टिङ इन द डिक्रिज्ड हार्ट रेट एन्ड मायोकार्डियल कन्ट्र्याक्टिलिटी सो मायोकार्डियल कन्ट्र्याक्टिलिटीलाई पनि डिक्रिज गर्छ हार्ट रेटलाई पनि डिक्रिज गर्छ र कसरी गर्छ भन्दाखेरि चाहिँ बिटा रिसेप्टर्सहरू जुन हाम्रो हार्ट र लङमा हुन्छ त्यहाँ चाहिँ ब्लकेज गरिदिन्छ क्याटेकोलामाइन्सहरू पुग्नबाट अब यो चाहिँ हामी फार्ममा पढ्दाखेरि अलि डिस्कस गर्छौँ कि त तपाईँहरूले युट्युबतिर पनि हेर्नुभयो भने चाहिँ अलिकति डिटेलमा छ है मायोकार्डियल अक्सिजन डिमान्ड पनि यसले डिक्रिज गर्छ बिटा ब्लकर्स डिक्रिजेस द हार्ट्स वर्कलोड through lowering the heart rate and myocardial contractility, which reduces myocardial oxygen demand, while some beta blockers like carvedilol have vasodilatory effect due to additional alpha blocking properties. Vasodilation is not a universal feature of beta blockers. This is why low-dose beta blockers may be prescribed during an acute MI and afterwards. Okay. यो कार्बिडिलोलले चाहिँ के गर्छ त यसले भ्यासोडाइलेसन पनि गराउँछ तर अरूले चाहिँ त्यसरी डिक्रिज द हार्टको वर्कलोडलाई चाहिँ डिक्रिज गर्छ बाइ डिक्रिजिङ द हार्ट रेट र मायोकार्डियल कन्ट्र्याक्टिलिटी जसले गर्दाखेरि चाहिँ मायोकार्डियमको कन्ट्र्याक्टिलिटी डिक्रिज गर्नु भनेको के भयो त मायोकार्डियमको चाहिँ वर्कलोड डिक्रिज गर्नु वर्कलोड डिक्रिज भएपछि मायोकार्डियमलाई चाहिने अक्सिजन डिमान्ड पनि त कम हुने भयो नि हैन सो त्यो चाहिँ भनेको रिड्युसेस मायोकार्डियल अक्सिजन डिमान्ड सो यसरी चाहिँ मायोकार्डियमको चाहिँ अक्सिजन डिमान्डलाई चाहिँ डिक्रिज गर्छ The nurse assesses pitting edema of the extremities, dyspnea, bilateral crackles posteriorly, and a serum sodium level of 130 MEq per liter, 130 mmol per liter in a client with chronic heart failure. The nurse should question which prescription. A मा चाहिँ furosemide 20 mg IV push twice daily. B मा चाहिँ maintenance IV line of 0.9% normal saline at 85 ml per hour. C मा potassium chloride 20 MEq orally twice daily. D मा चाहिँ sodium restricted diet. के हुन्छ यसमा पिटिङ इडेमा छ एक्सट्रिमिटिजमा डिस्पनिया पनि प्रेजेन्ट छ बाइल्याटरल क्र्याकल्स छ क्र्याकल्स भन्ने बित्तिकै हामीले के बुझ्नु पर्यो लङ्समा चाहिँ फ्लुइड एक्युमुलेट भएर बसेको छ र सेरम सोडियम लेभल पनि डिक्रिज छ हाइपोनाट्रिमियामा छ र यो के को पेसेन्ट हो त क्रोनिक हार्ट फेलियरको द नर्स शुड क्वेसन विच प्रिस्क्रिप्सन कुन चाहिँ प्रिस्क्रिप्सन पायो भने त्यसलाई चाहिँ हामीले क्वेसन गर्ने फ्लुसेमाइड छ 20 mg यो चाहिँ डायरेटिक्स भयो IV line 0.9% line दिएको छ पोटासियम सोडियम रेस्ट्रिक्टेड डाइट
85 ml per hour ले चाहिँ NS पाएको छ र पोटासियम 20 MEQ ओरली ट्वाइस डेली छ र अर्को चाहिँ सोडियम रेस्ट्रिक्टेड डाइट छ B को हुन्छ म्याम मेन्टेनेन्स आइबी लाइन अफ एनएस B कि D B कि D गर्ने ए सोडियम पनि कम रहेछ सोडियम रेस्ट्रिक्टेड डाइट B भन्नुभयो हजुर B. D नै छ मलाई चाहिँ D लागेको थियो B हेर क्रोनिक कुनसाइलाई क्वेसन हार्ट ओके फेलियर केस हार्ट फेलियर छ अभियसली हार्ट फेलियर छ भने हामीले स्लाइन नदिने तर अगेन तल चाहिँ सोडियम रेस्ट्रिक्सन थियो fluid restriction is prescribed to correct dilution hyponatremia in a client with a heart failure. In addition, all failure clients require a low salt diet. Excess salt causes retention of more water. Okay. मैले नै हतारमा गरेछु. So more salt means more water, हैन? So water retention obviously धेरै हुन्छ. त्यसले गर्दाखेरि चाहिँ sodium restricted diet नै दिने हो र हामीलाई चाहिँ यो मैले चाहिँ यो करेक्सनतिर चाहिँ ध्यान दिए यता फेलियरमा गएको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो सो अलरेडी फ्लुइड ओभरलोड भएको छ भने चाहिँ त्यो पेशेन्टलाई चाहिँ हामीले एनएस चाहिँ नदिने हैन झन् आइभी फ्लुइड चाहिँ नदिने ठीक छ धेरै दिमाग लगायो भने बिग्रिन्छ भन्छ नि यही हो कि ओके नेक्स्ट नेक्स्ट पढ्नु सुपालो कसले पढ्नु भयो अहिले हेर्नु मैले पढे म्याम सुनिताको पाला For each client finding, click to specify if it is consistent with deep vein thrombosis, compartment syndrome, or cellulitis. Each finding may support more than one condition. Pain in the affected extremity मा चाहिँ तिनटैमा हुन्छ म्याम Swelling to the affected area पनि तिनटैमा हुन्छ Intact sensation चाहिँ कम्प्याक्टमा हुनु भेनस थ्रोम्बोएम्बोलिजममा हुन्छ होइन वार्मथ एन्ड इराइडेमा टु द एक्सट्रिमिटी तिनटैमा हुन्छ दुईटा चाहिँ मिस्टेक भयो अर्को इन्ट्याक्ट सेन्सेसन सेलुलाइटिसमा पनि हुन्छ नि त है सो यो पनि हुन्थ्यो र वार्मथ र इराइथेमा टु द एक्सट्रिमिटी चाहिँ कम्पार्टमेन्ट सिन्ड्रोम र सेलुलाइटिसमा चाहिँ हुँदैन एक्सप्लेनेसन हेरौँ The three differing clinical features are the intact sensation, warmth, and erythema to the extremity. One of the earliest finding association of compartment syndrome is paresthesia, and because of the lack of perfusion, coolness to the extremity develop. Erythema तपाईलाई रेडनेस जस्तो लाग्यो रेडनेस त हुने तर वार्म चाहिँ हुँदैन है पर्फ्युजन जहाँ जहाँ पर्फ्युजन कम हुन्छ कम्पार्टमेन्ट सिन्ड्रोममा त हुन्छ पर्फ्युजन कम त्यसले गर्दाखेरि चाहिँ एक्सट्रिमिटिज चाहिँ कुल चाहिँ हुन्छ सेरोलाइटिस इन्फेक्सियस प्रोसेस हो डज नट इम्पेयर सेन्सेसन भनेको छ बल्ल इसिजी आयो नेक्स्ट रोजिना होला The nurse is reviewing the telemetry strips of assigned clients. The rhythm strip displayed in the exhibit is given to the nurse by the telemetry technician. The nurse recognizes it as a which rhythm. Click on the exhibit button for the additional information. Atrial fibrillation, first degree atrioventricular block. अनि त्योभन्दा मुनिपट्टि साइनस ब्राडी साइनस रिदम
क्वेसनले के भनेको छ साइन रिदम स्टेप डिस्प्ले रिदम चाहिँ रेकग्नाइज गर्नु भनेको छ है एट्रियल फिब्रिलेसन हो कि फर्स्ट डिग्री एबी ब्लक हो कि साइनस ब्राडिकार्डिया साइनस रिदम साइनस रिदम एट्रियल फिब्रिलेसन भएको भए के हुन्थ्यो पी वेभ चाहिँ एबनर्मल हुन्थ्यो हैन ओके फर्स्ट डिग्री एबी भेन्ट्रिकुलर ब्लक भएको भए के हुन्थ्यो पीआर इन्टरभल चाहिँ प्रोलङ्ड हुन्थ्यो मोर देन 0.2 सेकेन्ड हुन्थ्यो हैन यहाँ चाहिँ नजिकै छ नि त हैन एउटा बक्स भित्रै फिट भएको छ अर्को छ साइनस ब्राडिकार्डिया भएको भए चाहिँ 1 2 3 4 5 6 7 8 सो यो चाहिँ अब सपोज 6 सेकेन्डको भयो पनि या 10 सेकेन्डको भयो पनि 8 10 चाहिँ 80 बिट्स पर मिनट आउँछ नि त यो ओके सो यो चाहिँ साइनस रिदम नै हो जस्तो लाग्छ मलाई पनि लेट्स सी साइनस रिदम म्याम त्यो फर्स्ट डिग्रीमा पिआर इन्टरभल प्रोलङ पनि हुन्छ अनि क्युआरएस पनि अलिकति ड्रप हुन्छ हैन फर्स्ट डिग्रीमा चाहिँ कतै कतै चाहिँ ड्रप हुन्छ भनेर भन्छ है कतै चाहिँ फेरि क्युआर मात्रै प्रोलङ भन्छ कि यहाँ हेर्नु फर्स्ट डिग्रीमा इन फर्स्ट डिग्री एभी ब्लक देयर इज अ प्रोलङ्ड मोर देन 20 सेकेन्ड भनेको छ फेरि 0.2 सेकेन्ड हो है र रेगुलर पिआर इन्टरभल भन्छ कि फेरि पिआर लो के भन्दैछ फेरि रेगुलर पिआर इन्टरभल ओके पिआर इन्टरभल चाहिँ रेगुलर चाहिँ हुन्छ तर प्रोलङ्ड हुन्छ भन्न खोजेको होला सायद यसले र ड्रप चाहिँ हुन्छ अनि फेरि तपाईको सेकेन्ड डिग्री हार्ट ब्लकमा पनि त सेम कुरा आयो नि त यदि ड्रप भयो भने पिआर प्रोलङ्ड टाइप 1 को कुरा गर्दैछु म पिआर प्रोलङ्ड र ड्रप क्युआरएस ड्रप भयो हैन टाइप 2 मा चाहिँ पिआर इज नर्मल तर त्यहाँ चाहिँ ड्रप हुन्छ है सो त्यो भयो टाइप 2 मा अनि कम्प्लिटमा त त्यसको कुनै उनै रिलेसनै छैन आफ्नो पी आफै आउँछ क्यू के अरे क्युआरएस आफै आउँछ सो द्याट इज टाइप 3 नेक्स्ट Which of the following set of conditions is an indication that the client with a history of left-sided failure is developing pulmonary edema? Select all that apply. A. Distended jugular veins. B. Dependent edema. C. Anorexia. D. Coarse crackles. E. Tachycardia. Coarse crackles. D. Ma'am, dependent edema भन्नाले लोअर एक्सट्रिमिटीको एरियामा लेफ्ट साइडेड हार्ट राइट लेफ्टको डिफ्रेन्ट हुन्छ नि साइन एन्ड सिम्पटम्सहरु कुरा गरेको हामीले तर यहाँ त ठिक्क भनिरहेछ फेलियर इज डेभलपिङ पल्मनरी इडेमा सो हामीलाई पल्मनरी इडेमाको चाहिँ साइन एन्ड सिम्पटम्स याद थाहा गर्नु पर्यो म्याम यसमा के डिस्टेन्डेड जुगुलर भेन पनि हुन्छ जस्तो लाग्छ जुगुलर त्यही त मैले सोधिरहेको छु तपाईहरुलाई हुन्छ राइट साइडमा हुन्छ यता राइट साइडेडमा होला लेफ्ट साइडेड भनेपछि त भेन जुगुलर भेन लेफ्ट साइड भनेपछि बाहिर फालिरहेछ के बाहिर फाल्न नपाएर यता यता लङ्स के अरे लङ्सतिर जम्मा भइरहेछ लेफ्ट साइडको काम के हो त बाहिर आउटपुट गर्ने नि त हैन आउटपुट नहुन पाएर आउटपुट कम भएर यता त्यो ब्लड चाहिँ सबै लङ्सतिर गइरहेछ स्टेन्टेड पनि राख्ने ठिक छ ल राखौँ रिभिल गरौँ है
सो डिस्टेन्डेड चाहिँ हुँदैन, डिस्टेन्डेड हाम्रो यतापट्टि राइटपट्टि चाहिँ हुन्छ। किन हुन्छ? राइटको चाहिँ भेना काभा अप्पर र लोवरतिर चाहिँ प्रेसर बिल्ड हुन्छ, यसले गर्दा डिस्टेन्डेड जुगुलर भेन हुन्छ। यहाँ चाहिँ पोस्ट क्र्याकल र ट्याकिकार्डिया हुन्छ है। हार्टले छिट्टो छिटो काम गर्न खोज्छ नि, किनभने आउटपुट जति कम भयो त्यति चाहिँ हार्टले के गर्छ त, डिमान्ड पुरा गर्नको लागि चाहिँ आफ्नो रेटलाई चाहिँ इन्क्रिज गर्छ। यहाँ चाहिँ सिभियर ट्याकिकार्डिया अकर ड्यू टु द सिम्पेथेटिक स्टिमुलेसन इन द प्रेजेन्स अफ हाइपोक्सेमिया। सो बडीमा चाहिँ हाइपोक्सेमिया हुन्छ, ब्लडको कमीले गर्दा, त्यसले गर्दाखेरि चाहिँ सिम्पेथेटिक स्टिमुलेसन हुन्छ र हार्ट रेट इन्क्रिज हुन्छ। नेक्स्ट, The nurse is caring for a client who is taking prescribed sildenafil. After reviewing the client's other medication, the nurse recognized which medication with contraindicated sildenafil. A नम्बरमा furosemide, B नम्बरमा isopride, C नम्बरमा eterobast, and D नम्बरमा losartan. म्याम यसमा बी नम्बर हुन्छ कि जस्तो नि? यस, बी नम्बर नै हुन्छ। किन? अरू चाहिँ हामीले यता प्रेसर यो एटेरोभास्ट अनि लोसाटिनहरू चाहिँ हाइपरटेन्सनमा चलाउँछ नि त। आइसोसर्बाइड भनेको के, कस्तो खालको मेडिकेसन हुन्छ? यो चाहिँ हाम्रो नाइट्राइट मेडिकेसन हो के। र नाइट्राइट मेडिकेसनमा चाहिँ हामीले पहिले पनि सिल्डेनाफिल यदि पेसेन्टले लिएको छ भने चाहिँ उनीहरूलाई नाइट्राइट मेडिकेसन, नाइट्राइटभित्र अरू केही पनि पर्छ, नाइट्रोग्लिसरिन होइन, यिनीहरू चाहिँ दिनु हुँदैन, एकदमै कन्ट्राइन्डिकेटेड हो है। किनभने यसले चाहिँ यो दुईटा कम्बिनेसनले चाहिँ प्रोफाउन्ड हाइपोटेन्सन गराउँछ कि एकदमै सिभियरली हाइपोटेन्सन गराएर पेसेन्टको डेथ पनि हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ यादै गर्नुपर्छ, एकदम सोध्छ है। सिल्डेनाफिलको बारेमा एकदमै धेरै सोधिरहेको हुन्छ। कन्ट्राइन्डिकेसन मेन याद राख्नु होला, किनभने यसले मान्छे मारिरहेछ नि त होइन। सो मान्छे मार्नेवाला जति पनि कन्डिसन हुन्छ त्यो सबै हाम्रो लागि इम्पोर्टेन्ट हुन्छ, यो पनि टिप्नु होला है डायरीमा। नेक्स्ट, The nurse is caring for a client diagnosed with essential hypertension. Which of the following lifestyle modifications are recommended for managing hypertension? Select all that apply. A मा चाहिँ isometric exercise, B मा चाहिँ decreasing sodium intake, C मा चाहिँ smoking cessation, D मा चाहिँ use of herbal supplements, E मा चाहिँ weight loss. C हुन्छ। के भन्नुभयो? C ए हजुर, A A B C अनि E। यो चाहिँ मिस्टेक गर्नु भएन। नेक्स्ट, An older adult has chest pain and shortness of breath. The healthcare provider prescribes nitroglycerin tablets. What should the nurse instruct the client to do? Put the tablet under the tongue until it is absorbed. Swallow the tablet with 120 ml of water. Chew the tablet until it is dissolved. Place the tablet between the cheek and gums until it disappears. Put the tablet under the tongue until it is absorbed.
सबलिङ्गुअली चाहिँ खाने क्लियर यो त सबैलाई क्लियर नै होला है मैले एक्सप्लेन गरिराखेको नेक्स्ट The client who had a permanent pacemaker implanted today from तपाईँको नेटवर्क इस्यु रहेछ आवाज रोजिना होस् छोडिदिनुहोस् आवाज function तपाईँको आवाज क्लियर छैन ए भन्नुभयो है बुझ्नु भएको छ अब एउटा लास्ट गरौँ ल इसिजीकै क्वेसन आयो A client come to the emergency department with a pounding heartbeat. The client is diaphoretic and pale and admits to use cocaine approximately 1 hour ago. The client is connected to a cardiac monitor that shows rhythm displayed in the exhibit. The nurse recognizes it as with rhythm. Click on the exhibit button for additional information. यो अप्सनै नहेरिकन भन्नुपर्ने A ए हो atrial fibrillation. I know my पढ्दैछु option. ए हो A atrial fibrillation. B sinus tachycardia. C supraventricular tachycardia. D ventricular tachycardia. QRS. Yes. ए ए हो र मलाई यसलाई फेरि जुम पनि गर्न मिल्दैन रहेछ के जस्तो देखिरहेछ कतिवटा कम्प्लिकेट छ क्युआरएस कम्प्लेक्स कति धेरै छ भनेपछि के होला supraventricular tachycardia. सुप्राभेन्ट्रिकुलर हो र QRS. अलिकति अझ यो माथि सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया नै हो यो चाहिँ dysarrhythmia that originate from an ectopic focus of the bifurcation of the bundle of so heart rate can be one यस्तो यो इसिजीहरु चाहिँ तपाईहरु यस्तो हेर्ने बित्तिकै थाहा पाइदिनु के बरु साइनस ट्याकिकार्डिया सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया यो दुईटामा चाहिँ बरु कन्फ्युजन हुँदा केही हुँदैन तर यो अलि धेरै नै छ हैन सो यो यस्तो चाहिँ थाहा पाइहाल्ने कि एट्रियल तिर जाँदै नजाने एट्रियल भएको भए चाहिँ यति धेरै हुँदैन थियो एट्रियल फिब्रिलेसनमा के हुन्छ पी वेभ मात्रै इन्क्रिज भएको हुन्छ नि त हैन तर एबनर्मल भएको हुन्छ तर क्युआरएस त नर्मल हुन्छ सो यति धेरै क्युआरएस कम्प्लेक्स हुँदैन के यो चाहिँ ट्याकिकार्डिया सिधै एसभिटी देखिन्छ यो है सो एट्रियल तिर चाहिँ नझुकिने explanation here. P waves are often hidden. If visible, they may be an abnormal shape and PR interval may be shortened.
The QRS complex is usually narrow, stimulant organic organism causes र यो चाहिँ अर्को कुरा चाहिँ यो जुन स्टिमुलेन्टहरु हुन्छ निकोटिन क्याफिन कोकेन यिनीहरुको साइड इफेक्ट नै के हो त एसपीटी हो छिटो छिटो गर्ने हो भने 4-5 वटा अझै क्वेशनहरु छ गरिहाल्नु छिटो छिटो 5 वटा 25 हुन्छ मै पढ्दिन्छु ल A client with peripheral vascular disease, coronary artery disease and COPD takes theophylline 200 mg twice daily every day. The digoxin 0.5 mg once a day. The physician now prescribes pentoxifylline to prevent problematic adverse effect. The nurse should monitor the client's के monitor गर्ने पेरिफेरल भास्कुलर डिजिज पनि छ कोरोनरी आर्टरी डिजिज पनि छ सीओपीडी पनि छ उसले चाहिँ थियोफाइलिन लिइरहेछ 200 mg ट्वाइस डेली एभ्री डे त्यसपछि डिगोक्सिन पनि लिइरहेछ वन्स अ डे अब फिजिशियनले चाहिँ पेन्टोक्सिफाइलिन पनि प्रिस्क्राइब गरेको छ सो यसमा चाहिँ एडभर्स इफेक्टलाई चाहिँ प्रिभेन्ट गर्नको लागि चाहिँ हामीले के कुरा मोनिटर गर्नुपर्छ डिगोक्सिन लेभल पार्शियल थ्रोम्बोप्लास्टिन टाइम सेरम कोलेस्ट्रोल लेभल र थियोफाइलिन लेभल लास्ट एउटा गेस गर्नु त्यसपछि बरु नेक्स्ट डे हामी डिस्कस गर्ने ल जस्ट ब्लाइन्डली गेस गर्नु पर्यो भने के गर्नुहुन्छ लास्ट एउटा क्वेशन ए थियोफाइलिन लेभल है त्यसपछि किन भनेको छ pentoxifylline can potentiate the effect of theophylline and increase the risk of theophylline toxicity. Okay. Therefore, the nurse should monitor the client's theophylline level. Pentoxifylline does not interact with digoxin. Pentoxifylline can interact with heparin, and the client's PTT would need to be monitored closely if the client were taking heparin. If it does not affect cholesterol level, फार्माकोलोजिकल ओके सो यो यसले चाहिँ यदि हेपारिनमा भएको भए चाहिँ त्योसँग इन्टरेक्ट गर्थ्यो तर यो चाहिँ फाइलिन दुईटै सिमिलर भएकोले गर्दाखेरि चाहिँ क्यान पोटेन्सिएट द इफेक्ट अफ थियोफाइलिनको इफेक्टलाई चाहिँ इन्क्रिज गरिदिन्छ त्यसले गर्दाखेरि चाहिँ थियोफाइलिन टक्सिसिटी हुने चान्सेस हुन्छ सो त्यही भएर चाहिँ हामीले थियोफाइलिन लेभल चाहिँ मेजर गर्नुपर्छ यो फार्मा अलिक गाह्रै हुन्छ केही छैन नेक्स्ट डे अरू चाहिँ हामी डिस्कस गरौँला ECG को जुन छ नि चार्ट त्यो एकचोटि फेरिदेखि चाहिँ तपाईहरुले हेर्नु होला के सो दैट